नमस्ते साथीहरू। आज हामी चाहिँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर चाहिँ थाहा भएन, उख्रेनी भन्ने सुन्दरीजलभन्दा माथि उख्रेनी भन्ने ठाउँमा गाउँमा चाहिँ भ्यालुएसन गर्ने क्रममा हामी यहाँ उख्रेनीमा आइपुगेका छौँ। यहाँ चाहिँ अब डोमेस्टिक टुरिज्मको राम्रो हब रहेछ, तामाङ बस्ती भएको बाक्लो ठाउँ। र हाम्रो यो दुईवटा बाटो नक्सामा त छैन, फिल्डमा बाटो रहेछ। बाटो भएको जग्गाको चाहिँ भ्यालुएसन गर्ने क्रममा चाहिँ हामी आज बिहान शनिबारको भिजिट ओख्रेनी सुन्दरीजल मूल खर्कको छेउ ओख्रेनी भन्ने गाउँबाट शुभ बिहानी भन्न चाहेँ। अब जग्गा चाहिँ गाउँको जग्गा यस्तो गाह्रो के छ भने भ्यालुएसन गर्ने क्रममा एउटा समस्या भनौँ कि के हो, यो जग्गा छुट्याएर राखिदियो भने सजिलो हुन्थ्यो। जग्गा नै त हामीले छुट्याएर लिनुपर्ने यस्तो कुरा आउँदो रहेछ। अब यहाँ 4 किल्लाहरू केही छैन भनेपछि अब उहाँको जग्गा मोटामोटी कहाँ पर्छ उहाँलाई पनि अलिक अनुमान नहुने। अनि हामीले चाहिँ अब यहाँको नापी नक्सा अनुसार मोटामोटी यहाँनिर तपाईँ जग्गा पर्ने रहेछ भनेर उल्टो उहाँहरूलाई चाहिँ सम्झाउनु पर्ने, सिकाउनु पर्ने त्यो समस्या छ। यो चाहिँ एकदमै गाह्रो कुरा हो। कमसेकम भ्यालुएसन गरेर आउँदाखेरि आफ्नो जग्गा चाहिँ 4 किल्ला गरेर 4वटा किल्ला ठगेर भए पनि र बाटो क्लियर गरेर राख्नुभयो भने हामी जस्तो प्राविधिकलाई सजिलो हुन्थ्यो। अब त्यो कुरा नहुँदाखेरि चाहिँ अब तलमाथि हुनसक्छ, पऱ्यो भने भोलि प्राविधिक पनि फस्ने चान्स हुन्छ, बाटो भागबाट नहुनसक्छ। त्यही भएर एकदमै सजग हुनुपर्ने रहेछ। अब यस्तो जग्गा हामीले हेर्दैछौँ, जग्गा त राम्रै छ बाटो माथिल्लोपट्टिको, तर अब अझै यकिन गर्न चाहिँ अलिक कठिन भइरहेछ। पल्लो खुल्सी ओल्लो खुल्सी र सार्वजनिक जग्गा र यहाँ भएको हाम्रो एउटा जेजेको घरको नापजाप गर्दाखेरि चाहिँ मोटामोटी यो बाटो माथिल्लोपट्टि पर्न आयो। हामीले हेऱ्यौँ, साइज लम्बाइ चौडाइहरू चेक गर्दाखेरि ठिकै आयो। गाह्रो कुरा चाहिँ आफै जग्गा छुट्याएर यो तपाईँको जग्गा यहाँ पर्ने रहेछ र यो चाहिँ भ्यालुएसन गर्नुहोस् भने जस्तो कुरा आयो। अलिक फरक यो चाहिँ नमिल्ने कुरा भएको छ। यसलाई चाहिँ थोरै अब संस्थाले पनि तपाईँको जग्गा 4 किल्ला क्लियर गर्नुहोस् अनि मात्रै हामी जग्गा जान्छौँ है भन्नुपर्ने अवस्था देखेँ मैले। अब यो कुरा चाहिँ सुधार्नुपर्छ अब संस्था, ब्याङ्क, सहकारीहरूले। किन भन्नु त भने जग्गै छुट्याउने चाहिँ काम सायद हाम्रो नहोला जस्तो लाग्छ मलाई चाहिँ। हामीले चाहिँ किनभने देखिएको उहाँले देखाउनु भएको जग्गा प्रोपर्टी हो कि होइन, त्यसको अवस्था के छ भ्यालुएसनको लागि, वस्तुस्थिति त्यसको अब प्रकृति के छ त्यो सबै बुझेर भ्यालुएसन गर्नुपर्ने। अब तर यहाँ त जग्गै हामीले छुट्याउनु पर्ने, आउने कामले हामीले गर्नुपर्ने जस्तो आयो। अब आइसकेपछि अब गर्नै पऱ्यो। फेरि जेले बिहानैबाट आइरहेको लाएर बस्नु भएको रहेछ, कुरा बुझ्नै गाह्रो। मेरो जग्गा यहाँसम्म यत्रो पनि छ, मेरो यहाँ जग्गा पर्छ पर्दैन भनेर जेले 14 रुपियाँको जग्गा देखाउँदै हुनुहुन्थ्यो। तैपनि उहाँलाई मोटामोटी चित्त बुझाएर हामीले जग्गा तपाईँको यहाँनिर पर्छ, तपाईँको जग्गा लाँदैनौँ, डकुमेन्टमा छ, ल्याप्चे नआनिकन कसैले जग्गा हेर्दैमा नाप्दैमा लान सक्दैन भनेर उहाँलाई बल्ल बल्ल थम्थम्याएर पठाएर हामीले हाम्रो कार्य सिलसिला हाम्रो नापजोप गर्ने काम सकेर अब हामी फर्किने क्रममा छौँ। ल हस्, नमस्कार।